संविधान जारी गर्ने दिन अब धेरै बाँकी छैन। हिसाब किताब नै गर्ने हो भने अब संविधान जारी गर्छौं भनेर दलहरूले दिएको समय आउन 13 दिन पनि बाँकी छैन। दलहरू सहमति गर्नतिर भन्दा विवादित विषयहरूमा छलफल नै नगरी एक अर्कामा आरोप प्रत्यारोप गर्न थालेका छन्। खास गरी राज्यको शासकीय स्वरूप, प्रदेशहरूको नामाङ्कन र सीमाङ्कन, निर्वाचन र न्याय प्रणालीका विषयमा रहेको विवाद अहिलेसम्म पनि कायमै छ, अर्थात् सहमति हुन सकेको छैन। माघ 8 ले नेपालीको दैलोमा पाइला टेक्ने बेलासम्म पनि दलहरू संविधान निर्माणमा गम्भीर छैनन्। यस्तो परिस्थितिमा अब नागरिक समाज, आम जनता र साहित्यकारहरूले दबाब दिन थालेका छन् र संविधान खोइ भनेर माग्न थालेका छन्। हेलो नेताजी, वाद विवाद मात्रै संविधान खै। हेलो नेताजी, वाद विवाद मात्रै संविधान खै। संविधान छोडेर पाइला अन्तै मोडेर भोट माग्यौ पहिले दुवै हात जोडेर नेताले। संविधान छोडेर पाइला अन्तै मोडेर भोट माग्यौ पहिले दुवै हात जोडेर नेताले। नेताले मरे जनता वीर बेथाले। अब अन्तिममा मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि संविधान जारी गर्न दबाब दिने उद्देश्यले आयोजित रचना वाचन कार्यक्रममा युवा साहित्यकार विद्या निर्दोष पहाडीले वाचन गरेर भने जस्तै अचेल सबै नेपालीले दलका नेताहरूसँग संविधान खोइ भनेर माग्न थालेका छन्। समयमै संविधान जारी गर्छौं भनेर दलहरूले माघ 8 को समय सीमा तोक्दै संविधान सभा छिरेर आजसम्म पनि संविधान बनाउने छाँट नदेखाउँदा सुर्खेतका साहित्यकारहरू पनि यसरी सडकबाटै संविधान माग्न थालेका हुन्। साहित्यकार कृष्ण जीसी कपिल के आजसम्मको उपलब्धि जतन गरिँदैछ, किन सरकारको दिन अंकन गरिँदैछ कि माघ 8 पनि मनन गरिँदैछ? जब देशमा महान परिवर्तनहरू हुन्छन् त्यसका पछाडि नागरिक समाज, विद्यार्थी, बौद्धिक जगत र आम जनताको उल्लेख्य सहभागिता रहन्छ। जनताका यी असल प्रतिनिधि बिना समाजमा परिवर्तन सम्भव छैन। त्यसैले जनताका लागि लेखिने भनिएको संविधान बेलैमा जारी गर्न सुर्खेती साहित्यकारहरू पनि यसैमा हुमिएका छन्। एउटै आवाजमा अर्का साहित्यकार प्रतिभा थापा। करोडा अमृत गर्नु सबैलाई निमुखामाथि, करोडा अमृत गर्नु सबैले निमुखामाथि, अतिवादी भन्दै नजाउन् कसैमाथि, अतिवादी भन्दै नजाउन् कसैमाथि। संविधान लेख्छौं भनेर गएकाहरूलाई अहिले जनताले के जवाफ दिने भनेर सोच्न बाध्य बनाएको छ। जनताहरूको चाहना बुझेर मात्र होइन, अहिलेको देशको परिस्थिति बुझेर पनि संविधान जारी गर्न सबैको आग्रह छ। आज वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पनि यस्तै कुरा मागिएको छ। संविधान माग्दै साहित्यकार महेन्द्रजङ सागर वाचन गर्नुहुन्छ। संविधान लेख्छौं भन्ने दम हरायो कि, संविधान लेख्छौं भन्ने दम हरायो कि, हाम्रो सामु खाएको त्यो कसम हरायो कि, संविधान लेख्छौं भन्ने दम हरायो कि, हाम्रो सामु खाएको त्यो कसम हरायो कि, दिन सकेनौ हामीलाई एउटा संविधान, दिन सकेनौ हामीलाई एउटा संविधान, लेख्नु पर्ने कापीसँगै कलम हरायो। महेन्द्रजङ सागर मात्र होइन, आज आयोजित कार्यक्रममा सबै साहित्यकारहरूको रचनामा संविधान नै मुख्य विषयवस्तु रहेको थियो। अर्का साहित्यकार ऋषि शर्मा सुदामा। त्यसैले सुन भगवान बन्न नसकेका पत्थरहरू, मेरी आमालाई लेख्न देऊ संविधान, मेरी आमालाई लेख्न देऊ संविधान, मेरी आमालाई थाहा छ भान्साका भोकको व्यथाहरू, मेरो बाबुलाई लेख्न देऊ संविधान, लाहुरे भएर अरूको देश बनाउनुको मर्म थाहा छ उनलाई, मेरो दाजुलाई लेख्न देऊ संविधान, बेरोजगारको पीडा धेरै थाहा छ उनलाई, मेरी भाउजूलाई लेख्न देऊ संविधान, मजदुरीको व्यथा थाहा छ उनलाई, मेरी दिदीलाई लेख्न देऊ संविधान। तिमी दरबारमा बसेकाले लेख्न सक्दैनौ संविधान, गाउँ नै गाउँले भरिएको मेरो देशमा एउटा गाउँको ढाक्रेको परिवारले लेख्छ संविधान, एउटा गाउँको ढाक्रेको। सबै साहित्यकारले संविधान जारी गर्नु पर्दछ भन्दै आफ्ना कृति वाचन गरिरहेका बेला मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारी अमृत भने आफै सभासद बनेर कृति वाचन गर्न थाल्दा सबैले वाहवाही गरे।
साथीहरूले ढुङ्गामुढा नगर्नु होला। म सभासद हुँ। आदरणीय न्यायप्रेमी जनसमुदायहरू, म सभासद हुँ। तपाईहरूको अगाडि मैले बाचा गरेको थिएँ, मलाई चुनाव जिताएर पठाउनुहोस्। तपाईहरूको लागि 2071 को माघ 8 गते संविधान उपहार लिएर फर्कनेछु। त्यो संविधान लोकतान्त्रिक हुनेछ, जनताका पक्षमा लेखिनेछ। त्यो संविधानमा भ्रष्टहरूका हात काट्ने व्यवस्था हुनेछ, बलात्कारीहरूका घाँटी काट्ने व्यवस्था हुनेछ, घुसखोरीहरूको सर्वस्व हरणको व्यवस्था हुनेछ, देशद्रोहीहरूलाई आजीवन कारावास पठाउने व्यवस्था हुनेछ। यस्तै बाचा गरेर चुनाव जितेको सभासद हुँ म। आज सबै पार्टीका शीर्ष नेताजीहरूले भागभण्डा मिलाउन सकेका छैनन्, जसको फलस्वरूप मेरो पात्रोमा माघ 8 गते देख्दिन। यी सबै साहित्यकारको कृतिमा संविधान नै मुख्य विषयवस्तु बनेको थियो। अहिलेको अवस्थामा आम जनताको भावना बोकेका थिए यी सुर्खेती साहित्यकारहरूले। यो अहिलेको एउटै र महत्वपूर्ण माग पनि हो। समयमा संविधान जारी गर्न यदि अब पनि नेताहरू चुके भने यो देश धेरै पछाडि पर्नेछ। त्यसैले पहिलो संविधान सभा भङ्ग भए जसरी अहिलेको संविधान सभाले संविधान जारी गर्न सकेन भने सबैभन्दा असफल ती नेताहरू हुनेछन् र सिङ्गो नेपाली असफल हुनेछन्। यो विषम परिस्थितिमा यस्ता दबावमूलक कार्यक्रम जारी राख्न र सम्पूर्ण नेताहरूलाई खबरदारी गर्न जरुरी छ।